नमस्कार। लोकसभा शिक्षणको पार्ट 4 भिडियोमा यहाँहरूलाई स्वागत छ। आज हामी बढुवा सम्बन्धी भएका व्यवस्था पढ्नेछौँ। निजामती कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा र विभागीय सजाय सम्बन्धी पाठ हामी अध्ययन गर्दैछौँ। त्यसभित्र आज बढुवा सम्बन्धी विषयमा अध्ययन गर्नेछौँ। बढुवा सम्बन्धित तोकिएको तहबाट जिम्मेवारी स्रोत, साधन, सुविधा र चुनौती र सामाजिक प्रतिष्ठामा हुने बढोत्तरी बढुवा हो। सम्बन्धित तोकिएको तहबाट जिम्मेवारी स्रोत साधन, सुविधा र चुनौती र सार्वजनिक प्रतिष्ठामा हुने बढोत्तरी के हो? बढुवा हो। यो एक तहबाट माथिल्लो तहमा र सोही तहमा जिम्मेवारी बढ्ने गरी हुने गर्छ। एक तहबाट माथिल्लो तहमा खर्दारबाट सुब्बा वा त्यही तहमा चाहिँ जिम्मेवारी बढ्ने किसिमले हुन सक्छ। सेवा सुविधा तथा जिम्मेवारी बढ्न सक्छ। यसलाई बढुवा भनिन्छ। बढुवाको प्रकार र सिद्धान्त। कार्यदक्षताको आधारमा बढुवा। कार्य सम्पादन मूल्याङ्कन 40 अङ्क। यसमा सुपरिवेक्षकले 25 अङ्क र पुनरावलोकनकर्ताले 10 अङ्क र पुनरावलोकन समितिले 5 अङ्क दिने गर्दछन्। ज्येष्ठताका आधारमा 30 अङ्क। भौगोलिक क्षेत्रमा काम गरे बापत 16 अङ्क। मतलब विकटमा गएर काम गर्यो भने, खण्ड ग का क्षेत्रहरूमा गएर काम गर्यो भने 16 अङ्क। शैक्षिक योग्यता बापत 12 अङ्क। तालिम 2 अङ्क। ज्येष्ठताका आधारमा बढुवा सबैभन्दा ज्येष्ठ र अनुभवी व्यक्ति बढुवा हुने गर्दछ। बढुवामा सबैभन्दा अनुभवी र जेठो पाएको व्यक्ति हुने व्यवस्था छ। ज्येष्ठता र कार्य सम्पादनको आधारमा हुने बढुवा उत्कृष्ट कार्य सम्पादन र अनुभवी व्यक्ति बढुवा हुने व्यवस्था छ। बढुवा सम्बन्धी निजामती सेवायनमा भएका देखाएका व्यवस्थाहरू। विशिष्ट श्रेणीको मुख्य सचिव पदमा सचिवहरूबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा गरिने। सचिव पदमा बढुवा गर्दा 20% पदहरू कार्य सम्पादन मूल्याङ्कन औसत 95 वा सो भन्दा बढी अङ्क ल्याएका मध्येबाट 80% को हकमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको सचिवहरू मध्येबाट बढुवा गरिने। बढुवाका लागि देखाएका उम्मेदवारहरू अयोग्य हुनेछन्। निलम्बनमा परेको व्यक्ति बढुवा हुन सक्दैन। तलब वृद्धि रोक्का गरिएको व्यक्तिको बढुवा हुन सक्दैन। बढुवा रोक्का गरिएको बढुवा हुन सक्दैन। सेवा समूह परिवर्तन भएको अवस्थामा आफैले निवेदन दिएको अवस्थामा 5 वर्ष, नेपाल सरकारबाट सेवा समूह परिवर्तन गरिएमा 3 वर्ष, राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा तल्लो तहमा एकै पदमा 15 वर्ष कार्य गरेको कर्मचारीको हकमा निज अवकाश हुँदा एक तह बढुवा गरिने व्यवस्था गरिएको छ। बढुवामा रहेका समस्याहरू देखाइने रहेछन्। बढुवा सम्बन्धी नीति र मापदण्ड प्रभावकारी नहुनु। बढुवा सम्बन्धी प्रावधानहरू बारम्बार परिवर्तन गरिनु। बढुवालाई पूर्वानुमान योग्य नबनाइनु। माथिल्लो तहको बढुवामा राजनीतिक प्रभाव रहनु। बढुवाका लागि मात्र तालिम र दुर्गममा जाने प्रवृत्ति हुनु। कार्य सम्पादन मूल्याङ्कन वस्तुनिष्ठ नहुनु। बढुवा सम्बन्धी आधुनिक प्रवृत्तिहरू अवलम्बन नगरिनु, जस्तै ब्याज, प्रमोसन, समय अवधिको आधारमा गरिने बढुवा समाधान लेख्दा यिनै मापदण्डलाई उल्ट्याउने। सरुवा सम्बन्धी हामी पार्ट 5 भिडियोमा अध्ययन गर्नेछौँ। यो भिडियोलाई सक्दो माया र प्रेम गर्नुहोला, मतलब सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। युट्युब च्यानल पनि छ, पेज पनि छ, फेसबुक पेज लोकसेवा वशीकरणमा यी भिडियोहरू आउनेछन्। तपाईहरुलाई हामी जानकारी गराउन चाहन्छु। जानकारी त्यस्तो गराउन चाहन्छु कि मलाई थाहा छैन यस्तो कुराहरू। यो मलाई यो भयो।